लास्ट राम्रो यार यो केटी त यार यता गरी हेर्न छेउको छ हैन अति राम्रो क्या यो बिचको चाहिँ हैन कि यता छेउको चाहिँ राम्रो छ क्या अलि ओ खडाओ के छ खडाओ इच्छा दाइ यो पनि आइपुग्यो यार दाइ के छ खबर हाम्रो फोटो खिच्दैन यार ग्रुप फोटो ल खिचिहाल्छु नि बस ल बस कडा बस किन गोसुली भाइ त आमाले च्यारङ किन पढादियो त्यो तिमीले खाइदियो त्याट सुली भाइ मलाई तेरो च्यारङ खाइदिएको छ हामीले गोदीबाट 100 रुपैयाँ झरेको देखेर पो किनेको त म खानु त खानु नि त आमाले 100 रुपैयाँ दिएको थियो 10 रुपैयाँ का 90 को च्यारङ लिएर आइज भन्थ्यो तिमीले त 10 को ठाउँमा 1000 रुपैयाँ गर्नु त्याट मुला सुली भाइ अब हामीले यति किनिहाल्यो म्यानेज गर्न मुला त हैन Shut your sappy. मासला तू भ्याक्सो हिजो मैले दिएछु नि यार पनि देश गर्दैछ त भ्याक्सो खोइ त भोसडी घरतिरै हो हो र त्यसपछि त्यसको घर पो जानुपर्छ होला एकचोटि यार लाग्नु एकबाट ल जाउँ त त्यसको घर हैन भ्याक्सो ओ भ्याक्सो ओइ भोसडी भ्याक्सो नो के हो त अघिदेखि कुनै खस्छ अनि चिलाइ गर्छ हौ लुता आएर मर्नु आँट्यो चिलाएर अनि वर्षमा एकचोटि नुहाएर हुन्छ त भरे गएर नुहा ल त मलाई माया गर्छस् गर्दिनस् आज डिसिजन दे मलाई आज फाइनल कुरो गर्ने फेरि हे त मसँग ठुला कुरा नगर है फेरि लास्ट तना भइरहेछ यार म यहाँ 5 तले माथि छु हाम फाल्दिन्छु नि फेरि म ठुलो कुरा नगर्ने के भयो तलाइदिन मलाई हैन यार केटा तिमीहरू जाऊ यार म त यो जिन्दगी जिउनु नै छैन मर्छु यार म यस ओइ के भयो तिमीलाई के खुसी आल्यो तिमीहरूको यो कडाहरु मध्येमा तै हाम्रो बोस थिस अब तैले पनि मर्ने निर्णय गरिछस् अब पृथ्वी पनि हल्का हुने भयो मैं कस्तो साथीहरु हुन्छ यार म्याचेसहरु Break up day. यसपालि घोल चाहिँ साह्रै रमाइलो भयो त चाहिँ मलाई नसम्झे किन हौ ढ्याउ लाग्छ यार त्यो सम्झिने बित्तिकै त्यहाँ थाहा छैन अनि त्यहाँ त्यो त तँ भइहाल्यो नि अरू चाहिँ सम्झिउ न अरू कति रमाइलो भएको त्यो त हो म्याच भक्ते होइन खोइ ए ओइ भक्ते भाइ मैं आइज किन रुको भक्ते गर्लफ्रेन्डसँग ब्रेकअप भयो यार कुखुरा कन्ड जस्तो मुख लाएर के रोक्दो गर्लफ्रेन्डले छोडी भनेर त यो रुवाई त गाडामा आए जस्तै छ भक्ते मलाई नरम तँलाई म अहिले ललिपप किन्न लान्छु हिँड्न नरम